नमस्ते, गुड मर्निङ, वेलकम टु चेतन ब्लग। आज चाहिँ मैले गुम्बा आएको छु, त्यही भएर गुम्बाको ब्लग सानो बनाएर हाल्दैछु। कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस् गाइस। म चाहिँ यसरी गुम्बा आएको छु। मामा मम्मीहरू हुनुहुन्छ, हामी यहाँ पुस्तक छ गरिरहेको छौँ। आनिलाहरू सबै यसरी पुस्तकहरू बोकेर कति पनि लागिरहनु भएको छ। यसरी हाम्रो भाउजू चाहिँ चिटिक्क भएर आइरहेको छ सबैजना। धर्ममित्रहरू कसैले आफ्नो सुगर र प्रेसर टेस्ट गर्नुहुन्छ भने यहाँ हाम्रो एउटा मेडिकल क्याम्प पनि भर्खरै सञ्चालन हुन गइरहेछ। कुनै महानुभावलाई कुनै हाम्रो धर्ममित्रहरूलाई सुगर टेस्ट गर्नु छ भने यहाँ हाम्रो एकदमै यहाँ एउटा सानो मेडिकल क्याम्प पनि लागिरहेछ। र आजको यस एउटा विश्व शान्ति दिवसमा, बुद्ध जयन्ती सेलिब्रेसन दिवसमा यहाँनिर एउटा मेडिकल क्याम्प पनि छ। कसैलाई सुगर टेस्ट आई टेस्ट पनि छ। आई टेस्ट होइन, सुगर टेस्ट भन्यो है। सुगर टेस्ट के टेस्ट भन्नु हो? 2-3वटा टेस्ट आउनुहोस्, यहाँनिर जे जे टेस्ट गर्नु सक्नुहुन्छ। यहाँ अब यहाँ कतिजना हाम्रो आँखे भेट्नु होला यहाँनिर। बुद्ध जयन्तीको धेरै धेरै हार्दिक शुभकामना है। अनि मेरो नाम चाहिँ हो फुन्चोक शेर्पा है। म चाहिँ यहाँ तपाईँको मञ्जुश्री मानेपा बौद्ध सङ्घको एकजना मेम्बर पनि हो। प्लस तपाईँको हाम्रो युथहरूसँग लिएर चाहिँ हामीले एउटा नयाँ ग्रुप खोलेको थियो, तपाईँको मञ्जुश्री युथ फाउन्डेसन भन्ने है। त्यसमा चाहिँ हामी सबैजना युथ, हामी सबैजना चाहिँ हामी त्यही ग्रुपको हो है। अब हाम्रो चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ बुद्धिस्ट वाङ हुनु आँटेको गुम्बाभित्र अहिले वेट गरेर बसिरहेको छु। यसरी बस्नु भएको छ। सिद्धि हजुरहरूलाई केही सम्मान वितरण गरिएको छ, जसमा हामी म चाहिँ घरमा आइपुगेर पनि फ्रेस भएर बसिरहेको छु। गर्मी छ नि त, त्यही भएर गुम्बाको सानो ब्लग हाल्दैछु। कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस्। लभ यु अल।